हेलो साथीहरू, शुभ बिहानी सबैजनालाई। आज चाहिँ म अर्को मिसिनमा आएको छु, अर्को साइड जान लाग्छु। अहिले चाहिँ बन्याभार भन्ने ठाउँमा छु। यहाँदेखि चाहिँ हजुरको लगभग सुर्खेतै पर्छ। त्यो टाढो जान लाग्छु छु, डाँडा काँडाको बाटो हुँदै। काम त खासै केही छैन, यसो सानोतिनो सामान छार्ने हो। करिब 1 घन्टाको यात्रापछि हामी देउरालीको उकालो चढ्न थाल्छौँ। जति उकालो चढ्दै गयौँ त्यति नै कुहिरोले ढाकेको पुरै बाटो केही नदेखिने भएको थियो। हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। गाडीहरू पनि पुरा इमर्जेन्सी लाइट बालेर हिँडिरहेका थिए। म पनि बिस्तारै बिस्तारै जान्छु, एक गियर लगाएर बिस्तारै बिस्तारै हिँड्छु। जब देउरालीको उकालो सकियो त्यसपछि हामी ओह्रालो झर्न लाग्यौँ। ओह्रालो झर्न लाग्दाखेरि चाहिँ अब एकदम आनन्दले ओह्रालो झरियो। करिब 2 घन्टापछि हामी बबई पुलमा पुग्यौँ। बबई पुलमा 2 घन्टाको यात्रापछि पुगिसकेपछि चाहिँ जे होस् अलिकति मनलाई शान्ति मिल्यो। अब नजिक नजिक आउन थाल्यौँ भनेर। अनि फाइनली चाहिँ हामी साइड नजिकै पुग्यौँ। साइड नजिकै जो सिन कति रमाइलो थियो। अनि साइडमा पुगेर कामसाम भ्याएर खाना खाएर चाहिँ गाडी यसरी पार्क गरेर आगो तापेर बस्यौँ एकछिन। त्यसपछि गएर आधा घन्टा आराम गरेर हामी फेरि लाग्यौँ आफ्नो अफिसतिर, कामबाट फर्क्यौँ। ल साथीहरू, यही नै हो आजको। धन्यवाद यति बेरसम्म हेरिदिनु भएकोमा। सधैँभरि साथ सपोर्ट गरिदिनु होला। धन्यवाद।